Charlie, Charlie, are you here? सो हे गाइज वेलकम टु माई च्यानल इट्स मी मिस्टर लोकी। आजको भिडियो एकदम नै बवाल हुनेवाला छ र थम्बनेल हेरेर अभियसली तपाईहरुलाई थाहा भइसकेको होला आजको भिडियो के चीजमा बन्न लागेको छ भनेर। चार्ली चार्ली हन्टेड गेम, यो मैले धेरै नै युट्युबमा भिडियोहरु मैले हेरेको छु। यसमा कसैले क्लेम गर्छन् यो गेम रियल हो र कसैले क्लेम गर्छन् यो गेम रियल होइन, र मलाई पनि अभियसली यो गेम रियल लाग्दैन, तर डर पनि लागिरहेछ किनभने आज म त्यही चार्ली चार्ली हन्टेड गेम ट्राई गर्न गइरहेको छु। जस्तो कि यो गेम खेल्ने तीनटा बेसिक रुलहरु छन्। फर्स्ट रुल, यदि तपाईले घरमा ट्राई गरिराख्नु भएको छ भने सबै लाइटहरु बन्द गर्नुपर्ने हुन्छ। एन्ड सेकेन्ड रुल, समथिङ 11 देखि 1 बजेको बीचमा तपाईले यो गेमहरु खेल्नु पर्ने हुन्छ, या 3 बजे या 11 देखि 1 बजेको बेस्ट टाइम हुन्छ भन्ने मैले भिडियोमा हेरेको छु। र थर्ड चीज, यो गेम यदि रियल छ भने कहिले पनि त्यहाँबाट आफ्नो केही डिमान्ड नगरेसम्म उठ्नु हुँदैन। बेसिक यो तीनटा रुल छन् जुन चार्ली चार्ली हन्टेड गेम खेल्नको लागि। र हेर्न सक्नुहुन्छ मैले यहाँको बल्ब पनि निकालिसकेको छु, यहाँको बल्ब पनि निकालिसकेको छु, यो यहाँको पनि बल्ब निकालिसकेको छु, और यहाँ कोही छैन, अँध्यारो छ। र यहाँ मेरो रिङ लाइट छ किनभने मैले भिडियो सुट गर्नुपर्छ, त्यसमा रिङ लाइट छ। यसलाई पनि अहिले म डिप गरिदिने छु। र मैले यहाँको बल्ब पनि निकालिसकेको छु, यहाँको बल्ब पनि निकालिसकेको छु। कुल मिलाएर मैले सबै यहाँको बल्बहरू लाइटहरू निकालिसकेको छु। मसिन खाली मेरो यो मोबाइलको टर्च हुनेछ र रिङ लाइटलाई पनि म एकदम नै बन्द गरिदिने छु। र हामीले यस्तो बोर्ड बनाउनु पर्ने हुन्छ जस्तोमा यस र नो लेखेको हुन्छ, जस्ट अपोजिट साइडमा। चार्ली जुन गोस्ट छ त्यसलाई बोलाउँदाखेरि त्यो छ कि छैन या कुनै डिमान्ड हाम्रो हुन्छ कि हुँदैन भनेर हामीले यो अभियसली यो बनाउनु पर्ने हुन्छ। लेट्स ट्राई इट। यसलाई सेटअप गरौँ र हामी गेमतर्फ लागौँ। Charlie, Charlie, are you here? Charlie, Charlie, are you here? Charlie, Charlie, are you here? साँचो भन्दा यो गेम एकदम नै फेक हो। यदि तपाईलाई ट्राई गर्नु छ भने घरमा ट्राई गर्नु होला, तर मेरो सुझावले यो घरमा ट्राई नगर्नु होला। आज सायद मसँग भएन, सायद भोलि तपाईसँग हुन सक्छ, त्यसैले घरमा यो ट्राई नगर्नु होला। र यस्तै अरु इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब र फलो गर्न नबिर्सिनु होला।